ज्येष्ठ नागरिक समाज नेपाल यला महानगरपालिका या सचिव खुइ नेम ज्येष्ठ नागरिक या त बृहत रूप हंगुदु समाज नाय बद्र प्रसाद जोशी सभा नाय सुई शनिबार मंगले जुगु ज्याजोले सचिव खुइ नेम ज्येष्ठ नागरिक या त तजिक हंगुख नेवा परम्परा कथा शोक जंको छिदे थुंकु पि वा चे गुद पुरा जु पिन्त हंगुख ज्याचोले सचिव न्यादया जनकमाया कर्माचार्य सचिव पेदया चिरिमय महर्जन सचिव स्वदया तुलसीदेवी श्रेष्ठ व नानीमाया श्रेष्ठ अथे सचिव निदया मनमाया महर्जन बालाजा महर्जन व अस्तमाया महर्जन या त विशेष कथा हंगुखा ज्याजोले ज्येष्ठ नागरिकले त बेतानी चिका दोसरना सलनेका सग दक्षिणा नाप हनपोबिया हंगुखा ज्याजोले यलो महानगरपालिका प्रमुख चिरिबाबु महर्जन महानगरपालिका चुनाव चौपी ज्येष्ठ नागरिक त मोनी खर्च कथा जिदो तक्का ब्याचुङ्गो धासे ज्येष्ठ नागरिक या त लक्षित याना निमोनिया विरुद्ध खोप अभियान या चुङ्गुली खोप क्यातो फिपिन्त क्यात इनाप्याना दिल म पहिलो पटक महानगरको मेयरमा जित्न साथ ललितपुर महानगरपालिकाको नगरसभामा मैले प्रस्ताव लगेँ कि ज्येष्ठ नागरिकहरू हामीले त्यहाँ चाहिँ 76 वर्ष राख्यौँ 76 वर्ष पुगेकाहरूलाई चाहिँ हामीले वर्षको एक पटक दसैँको हाराहारीमा हामी 5000 रुपियाँ दिने भनेर योभन्दा अगाडिको 5 वर्षसम्म हामीले त्यसलाई कार्यान्वयन गऱ्यौँ। त्यसपछि म फेरि चुनावमा जितेँ, यहाँले मलाई धेरै भोट दिनुभयो, धेरै भोट लिएर म पुनः पनि जितेँ। जितिसकेपछि निकै म पनि उत्साहित भएँ। अब 5000 होइन, अब 10000 दिने भनेर 10000 को व्यवस्थापन गऱ्यौँ। त्यो चाहिँ अहिले 2 पटक भइसक्यो। 2 पटक भयो, तसर्थ 10000 को जुन श्रृङ्खला छ त्यो चाहिँ कन्टिन्यू भइरहेछ र अस्ति दसैँको हाराहारीमा
यहाँहरूले दोस्रो पटकको 10,000 पनि प्राप्त गर्नुभएकै होला भन्ने चाहिँ मेरो ठम्ब्याइरह्यो। कथम कदाचित प्राप्त गर्नुभएको छैन भने एकचोटि नगरपालिका अथवा सम्बन्धित वडा कार्यालयमा चाहिँ सम्पर्क राख्नको निमित्त म विनम्र अनुरोध गर्दछु। हामीले एउटा त्यो बेला सुरु गरेको यो निमोनिया विरुद्धको खोप जस्तै नागरिकहरूलाई हामीले चाहिँ त्यो बेला सुरु गर्यो। तर त्यो बेला हामीलाई चाहिँ त्यो निमोनिया विरुद्धको खोप कति पैसा पर्छ त्यो पनि थाहा थिएन। तर एउटा खोप दियो भने बाँकी अवधिको निमित्त यसले चाहिँ काम गर्छ, एकचोटि लिएपछि फरक पर्दैन भन्ने कुरा भएको हुनाले हामीले त्यसको शुभारम्भ गऱ्यौँ। तर मूल्य चाहिँ निकै आकाशी नै रहेछ, निकै महँगो रहेछ। तरै पनि हामीले त्यसको व्यवस्थापन गऱ्यौँ र अहिले पनि त्यो निमोनियाको खोप दिने श्रृङ्खला चाहिँ क्रमबद्ध रूपले चाहिँ अगाडि बढिरहेको छ। तसर्थ तपाईँहरू कोही पनि ज्येष्ठ नागरिक त्यसमा उमेर पुगेकाहरू चाहिँ कृपा गरी आफ्नो वडामा चाहिँ सम्पर्क राख्नुहोस् अथवा महानगरमा सम्पर्क राख्नुहोस्। हामी त्यो निमोनिया विरुद्धको खोप यहाँहरूलाई दिन्छौँ। ज्याचोले ज्येष्ठ नागरिक समाज नायक बद्रीप्रसाद जोशी व छ्याङजी कुलबहादुर चित्रकार समाज यान वैचुङको गतिविधिबारे जानकारी दिएको छ। नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरूको विशेष सम्मान यस समाजमा 2064 सालदेखि प्रत्येक 4-4 वर्षमा गरिआएकोमा आज 5औं पटकको सम्मान कार्यक्रम हो। यस पटकको खास विशेषता पहिलो पटक 100 वर्ष नयाँका ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्न पाएकोमा ज्येष्ठ नागरिक समाज नेपाल ललितपुर गौरवान्वित भएको छ। यस समारोहलाई सफल पार्न आर्थिक सहयोग गर्नुभएका ललितपुर महानगरका पालिका सहित अन्य सम्पूर्ण संस्था तथा महानुभावहरू, भौतिक रूपमा सहयोग गर्नुहुने उद्योग वाणिज्य सङ्घ, सगुन प्रायोजक फु समाज, पाटनका रोटरी क्लबहरू, अन्य प्रायोजकहरू, टीका खास्टो लगायत सहयोग गर्नुहुने मङ्गल बजार विशापुचा, अन्य सामानहरू प्रायोजन गर्नुहुने सम्पूर्ण महानुभावहरू, स्मारिका प्रकाशनमा विज्ञापन दिई सहयोग गर्ने तथा यस कार्यक्रमलाई भव्य रूपमा सुसम्पन्न गर्न अहोरात्र खटिनुभएका यस समाजका पदाधिकारी सदस्य समेतलाई अन्तर्हृदयदेखि धन्यवाद। वृद्धावस्थाको एक्लोपनले सृजना गर्ने नैराश्यताको अवस्थालाई विभिन्न आध्यात्मिक चिन्तन, मनोरञ्जन, भजन कीर्तन, स्वास्थ्यको हेरचाहबारे चेतना जगाई वृद्धावस्थालाई सुखमय बनाउने उद्देश्यबाट अभिप्रेरित भई ललितपुरका ज्येष्ठ नागरिकहरूको अग्रसत्तामा 2060 साल पौष 14 गतेका दिन ज्येष्ठ नागरिक समाज नेपालको स्थापना गरिएको थियो। 2060 सालमा श्री मुक्तिप्रसाद जोशीजीको अध्यक्षतामा गठित तरुण समितिपछि 2060 सालमा श्री गोपालबहादुर श्रेष्ठ, 64 सालमा श्री गोपालमान श्रेष्ठ, 67 सालमा रामप्रसाद जोशीज्यू र हाल यस समाजका अध्यक्ष श्री बद्रीप्रसादज्यूले 2076 साल 9/27 देखि यस समाजको नेतृत्व गर्दै आइरहनु भएको छ। स्थापना कालदेखि हालसम्म 583 जना चाहिँ यस समाजका आबद्ध हुनुभएको छ, जसमा 16 जना विशेषकार, 4 जना विशेष र अन्य सबै आजीवन सदस्य हुनुहुन्छ। ज्याजोले यला महानगरपालिका वडालिया 5, वडालिया 6, चित्रकार पौँ समाज, शेष समाज यला, दरबार स्क्वायर महिला समूह लगायत थिति सङ्घ संस्थाले व्यक्ति पाखे आर्थिक जिन्सी लगायत या गुहाली वगुन जानकारी दिएको छ। ज्येष्ठ नागरिक समाज नेपाल 2064 साल निसे पेदे छक्क महानगर दुनिया जे गुदपुरा जुपी ज्येष्ठ नागरिक तेत हना वैचुङ दुसा थुक्सिया सम्मान ज्याजो न्याक खुसिया सम्मान ज्याजो ख।